ल है गाइजहरु आज चाहिँ हाम्रो बुनेले चाहिँ रक्सी पार्दैछ योसँग भएको सिप चाहिँ यही हो एउटा अरु सिप चाहिँ खासै छैन तर रक्सी बनाउन चाहिँ यसलाई आउँछ भात तरकारी गर्नु र रक्सी बनाउन चाहिँ यसलाई आउँछ पछि ज्वाइँ चाहिँ जडिया नपरोस् हो कि धुवा हो इधर गाइजहरु यो चाहिँ हाम्रो गाउँ हो है तिर्नबसो र जाल्पा चिलाउने हो सिमले हो खासमा हाम्रो गाउँ चाहिँ र अहिले देखिएको दृश्य चाहिँ उहाँ त्यो लास्टमा देखिएको चाहिँ उता त्यो पुरानो गाईघाट हो यता नयाँ अहिलेको भएको नयाँ गाईघाट चाहिँ देखिँदैन अनि हामी चाहिँ गाउँ आएको छौँ मेरो चाहिँ भोइस यो रुगा लागेकोले गर्दाखेरि त्यति क्लियर सुनिँदैन होइन मेरो भोइस मेरो रियल भोइस जस्तो पनि म आफैलाई लागिरहेको छैन रुगा चाहिँ भयङ्कर तरिकाले लाग्यो हिजोसम्म चाहिँ पानी भयङ्कर परेको थियो अनि यहाँ चाहिँ हाम्रो यो चाहिँ इस्कुसको बोटहरू छ बानाना केराहरू केरा चाहिँ हाम्रो ठाउँमा प्रशस्तै हुन्छ केरा र इस्कुस चाहिँ सिमलेमा प्रशस्तै हुन्छ त्यसको लागि चाहिँ हाम्रो ठाउँ फेमसै छ अनि यता चाहिँ यो चाहिँ बुङ्गा हो साथी यो चाहिँ मान्छेलाई हुन्छ नि केही न केही काम लागेन भने मान्छेलाई बुङ्गा भन्छ नि र बुङ्गाको पनि धेरै महत्त्व छ यो चाहिँ हिजोआज मान्छेहरूले अचार पनि बनाएर खान्छ अरे हाम्रोतिर चाहिँ खाइँदैन तर यो चाहिँ कस्तो हो भने हामीले चाहिँ रियलमा चाहिँ के देखेको छौँ भने केराको चाहिँ यस्तो केरा हुन्छ होइन अनि त्यस यो बुङ्गालाई चाहिँ बेलै भाँचेर फाल्यो भने चाहिँ केरा चाहिँ त्यति मजाले सप्रिँदैन होइन त्यही भएर इट्स भेरी इम्पोर्टेन्ट बुङ्गा पनि होइन त्यही भएर मेरो चाहिँ भोइस चाहिँ ध्वस्तै भएको छ यो पनि यहाँ चाहिँ हामीले पाइप तान्दैछौँ भाइले पाइप तान्दैछ बाइक धुन्छको अरे त्यही भएर अनि यता चाहिँ हाम्रो आँपको बिरुवा छ पछि अबको 10-15 वर्षमा त आँप पनि खाने बेला हुन्छ होला सायद जोडेर बाइक चाहिँ यता राखौँ घरसम्म जाने बाटो जस्तो कच्ची छ होइन त्यही भएर पनि हामी घरसम्म लान सक्दैनौँ अनि म चाहिँ अहिले चाहिँ लेमन खाइरहेको छु लेमन भन्दा पनि यसलाई चाहिँ निबुवा भन्छ रुगा भयङ्कर लागेको छ त्यही भएर मलाई एकदमै अमिलो खानु मन लाग्छ होइन के तर रुगाले चाहिँ एकदमै गाह्रो पारेको छ त्यही कागज त मलाई अमिलो कुरा त पहिलादेखि नै मन लाग्छ होइन स्विट एन्ड सावरमा चाहिँ सावर चाहिँ एकदमै राम्रो लाग्छ अमिलो चाहिँ त्यही भएर खाँदैछु त्यही भएर अमिलो खाइराखेर पनि होला छिटो रुगा चाहिँ निको नभएको त्यो पनि कन्टिन्यू खाएको नि आफूलाई मन लागेको कुरा चाहिँ होइन खाना चाहिँ खानु छोड्नु हुँदैन अमिलो खाँदैमा खासै फरक पर्दैन हेल्थलाई ल अब चाहिँ हामी यसो
हाम्रो सुहारीलाई सफा गर्न जाँदैछु भाइले सफा गर्छ अरे तैँले पाइप बुतासँग तानेको छैनस् के अरे यहीसम्म ल्याउने ल ल यता हाम्रो पार्किङ चाहिँ यतातिर छ घरभन्दा अलिक टाढो किनभने घर जाने बाटो चाहिँ यो अवस्था छ नि त्यही भएर काइला लत्र्याक आउँदै त्यसो कत्ते उकालो गयो चाहिँ हाम्रो बानाना हो केरा चाहिँ प्रशस्तै हुन्छ है अनि यता हाम्रो कुदो अनि उहाँ पर चाहिँ हाम्रो मम्मीको समाधि हो मैले लगाइरहेको रहेछ पनि यहाँ चाहिँ हाम्रो पाइप धुने तयारी हुँदैछ पानीले स्प्रे चाहिँ कति गर्छ अब ठिकै हुने रहेछ आधा खासै पानी पर्दैन होला त्यसलाई हिँड्दा हिँडिरहेकै बेला पानीले वास गरिसक्छ बाइक पनि माउलो जानको लागि नुहाइ धुवाइ गर्ने अवस्थामा हो अब चाहिँ माउलो जाँदैछ बाइक पनि अहिले चाहिँ हाम्रो ठाउँको अवस्था हो यो चाहिँ साउन अन्तिमतिर भदौ लाग्ने बेलातिर यतातिर चाहिँ कोदो रोपिन्छ यो चाहिँ अब मङ्सिरतिर चाहिँ मजाले पाएको हुन्छ पाइप के भयो पुगेन तानमा चुट्यो भने म मिलाइदिइहाल्छु नि उतातिर चाहिँ हाम्रो काकाहरूले चाहिँ के भन्छ तोरी रोप्ने अरे तोरी छर्ने अरे त्यही भएर उता चाहिँ पहिला उता पनि कोदै रोप्ने गरिन्थ्यो तर यसपालि चाहिँ रोप्नु भएको रहेछ अनि यता हाम्रोतिर चाहिँ सधैँ जहिले नै कोदै रोप्छौँ अनि यता चाहिँ फेरि केरै हुन्छ जहिले नि जहिलेको जहिले केरै हुन्छ कान्छाले चाहिँ यहाँनिर बाइकलाई नुहाइ धुवाइ गरिदिँदै गरेको अवस्था गाउँघरतिर चाहिँ अब यसरी धुने सुविधा चाहिँ हुँदैन सहरतिर जस्तो अनि आफैले धुनुपर्छ फेरि बाटो चाहिँ एकदमै कच्ची हिलाम्मे धुलाम्मे भएको कारणले गर्दाखेरि धुनै चाहिँ पर्छ तर आफैले साबुन पानी हालेर धुनुपर्ने हुन्छ जे होस् अलिकति दुःख भए तापनि 100 रुपियाँ भए पनि बच्छ त्यसैमा खुसी हुनुपर्छ है गाउँतिरको अवस्था चाहिँ यता हाम्रो बाबुरो चाहिँ आज धेरै वर्षपछि ससुराली जानुहुने रे अनि हाम्रो बाबुरोको ससुराली चाहिँ यता फेरि केराहरूले देखेन है केराहरूले देखेर त्यही पनि म यसो देखाउँछु ऊ त्यो सेतो बादलहरूदेखि मुनिको पापा चाहिँ आज हाम्रो 10 वर्ष पछाडि ससुराली जाँदै हुनुहुन्छ भाइले पुर्याउनु भएको छ अनि पापालाई चाहिँ कस्तो लागेको छ आज ससुराली जानु पाउँदाखेरि रमाइलो लाग्यो हो ल लु राम्रोसँग जानु ल अब बाउ छोरा चाहिँ हाम्रो पापाको ससुरालीतिर लागेको अवस्था ल पापा ठिक छ होइन ल